हे गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई चाहिँ यो छतमा चाहिँ पुरै 12 घन्टा च्यालेन्ज सर्भाइभ गरेर चाहिँ देखाउनेवाला चाहिँ छु। हो गाइस, आजको यो भिडियोमा चाहिँ हामी पुरै रात चाहिँ यो छतमा चाहिँ सर्भाइभ गर्नेवाला चाहिँ छौँ। तपाईँहरूले आजको यो भिडियोमा म चाहिँ नाइटमा के गर्छु, के खान्छु र नाइट चाहिँ हाम्रो कसरी सर्भाइभ हुन्छ त आजको यो भिडियोमा चाहिँ सब कुराहरू चाहिँ देखाउनेवाला चाहिँ छु। सो अहिले चाहिँ बेलुकीको लगभग 4:30 चाहिँ भइरहेको छ। अनि हाम्रो च्यालेन्ज स्टार्ट हुन्छ 6 बजेदेखि बिहानको 6 बजेसम्म पुरै 12 घन्टा। अनि अहिले चाहिँ म तपाईँहरूलाई उज्यालोमा नै हाम्रो छतमा चाहिँ के सामानहरू छ र हल्का फुल्का सामानहरू पनि के मिलाउनु पर्ने छ सब कुराहरू चाहिँ अहिले देखाउँछु। म सर्भाइभ गर्ने ठाउँमा चाहिँ यो 2-4वटा चेयरहरू चाहिँ छ होइन। यो चाहिँ हाम्रो लागि चाहिँ राति चाहिँ बस्ने ठाउँ हुनसक्छ होइन। एकदम घुम्दो रहेछ है, एकदम दामी हुनेवाला चाहिँ छ। सो यसमा चाहिँ हामी नाइटमा बसेर चाहिँ मजाले भिडियो सुट गर्नु पनि सक्छौँ होइन। यहाँ चाहिँ हाम्रो ड्रमहरूमा पानी छ। यो चाहिँ कुलर हो, सायद बिग्रेको छ होइन। अनि यहाँ चाहिँ हल्का यो चाहिँ सामान राख्ने ठाउँ हो, बट यहाँ चाहिँ अहिले चाहिँ कचराहरू चाहिँ धेरै नै राखिराख्नु भएको छ। हल्का यो चाहिँ पुरै जमिनमा चाहिँ धुलो चाहिँ छ होइन। यहाँ चाहिँ झाडु लगाउनु पर्ने पनि छ। सो अहिले चाहिँ म हल्का सामानहरू मिलाएर चाहिँ तपाईँहरूसँग चाहिँ 6 बजे चाहिँ मिल्छु। अनि त्यसपछि हामी सर्भाइभ च्यालेन्ज चाहिँ सुरु गरौँला है त। अहिले चाहिँ म छतमा आइसकेको छु र अहिले चाहिँ एक्ज्याक्टली टाइम चाहिँ 6:02 चाहिँ भइसकेको छ। अनि अहिले चाहिँ म सबै सामान जुन चाहिँ मलाई राति चाहिँ चाहिनेवाला चाहिँ छ सब सामानहरू चाहिँ लिएर आइसकेको छु। सो यो टाइमदेखि चाहिँ भोलिको बिहान 6 बजेसम्म चाहिँ हामी चाहिँ यही छतमा चाहिँ सर्भाइभ गर्नेवाला चाहिँ छौँ। सो गाइस, अहिले चाहिँ मैले जे सामानहरू लिएर आएको छु त्यो चाहिँ सब सेटअप गरेर चाहिँ अनि देखाउँछु। अनि त्यसपछि चाहिँ सर्भाइभ चाहिँ सुरु गरौँला। अनि के हुनेछ भिडियोमा सब कुराहरू हेर्दै जानु है त। यो मेरो चेयरको पछाडि चाहिँ बिस्तारहरू चाहिँ लगाउनेवाला चाहिँ छौँ। अनि त्यसपछि चाहिँ नाइटमा हामी चाहिँ नाइट फायर क्याम्पिङ पनि क्याम्पिङ चाहिँ नभनौँ होइन, नाइटमा फायर आगो चाहिँ लगाउनेवाला चाहिँ छौँ। सायद यो साइडमा तपाईँहरूले पारि हल्का थोरै दाउरा चाहिँ देखिरहनु भएको होला। हामी चाहिँ एकछिनको लागि चाहिँ आगो पनि लगाउनेवाला चाहिँ छौँ। अनि त्यसपछि चाहिँ अब हामीसँग के सामानहरू छ त्यो चाहिँ म यहाँ सामानहरू बिस्तारै लगाएर चाहिँ अनि त्यसपछि चाहिँ देखाउनेवाला चाहिँ छु। मैले चाहिँ बिस्तारको लागि चाहिँ यो मात्रै कार्पेट मात्रै चाहिँ लिएको छु होइन। अनि ब्यागमा चाहिँ के ल्याएको छु म खोलेर देखाउँछु। सिरानी चाहिँ यहाँ चाहिँ कुर्सीमा चाहिँ हल्का कुर्सी चाहिँ खास राम्रो छैन, मुनिबाट चाहिँ काँटा चुबिरहेको छ होइन, काँटा लागिरहेको छ क्या। अनि त्यसपछि चाहिँ खिल होइन। अनि त्यही भएर चाहिँ सिरानी चाहिँ यहाँ राखेको छु। अनि मैले चाहिँ ब्ल्याङ्केट चाहिँ ल्याउनै भुलेछु होइन। सो म सब सामानहरू चाहिँ ब्यागबाट निकालेर चाहिँ देखाउँछु होइन। सो मसँग चाहिँ यति नै सामान छ होइन। यो चाहिँ भयो पानीको बोतल। यसमा चाहिँ मेरो माइक छ होइन, जुन चाहिँ तपाईँले देखिरहनु भएको होला। मैले अहिले माइक लगाएर भोइस चाहिँ साउन्ड चाहिँ रेकर्ड गरेर राखेको छु होइन। यो चाहिँ माइकको डब्बा हो। अनि यहाँ चाहिँ मसँग छ बिस्कुट, चार्जर। अनि यो चाहिँ हाम्रो रिङ लाइट छ जुन चाहिँ हामी अहिले नाइटमा सुट गर्दा चाहिँ काम लाग्नेवाला चाहिँ छ होइन। सो मसँग चाहिँ अहिले चाहिँ यति नै सामानहरू छ। अनि आजको नाइट सर्भाइभमा चाहिँ हामी चाहिँ यति नै सामानले चाहिँ पुरै नाइट चाहिँ सर्भाइभ गर्नेवाला चाहिँ छौँ। सो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला। सो अहिले चाहिँ होइन करिब 7 बज्न लाग्न खोजेको छ। अनि मौसम चाहिँ हल्का नराम्रो चाहिँ भइराखेको छ होइन, हेर्न सक्नुहुन्छ पुरै कालो बादल छाइराखेको छ। अब आयो होप पानी चाहिँ नपरोस् होइन। पानी पऱ्यो भने चाहिँ मेरो सर्भाइभ चाहिँ पुरै खराब हुनेवाला चाहिँ छ होइन। बिकज यहाँ चाहिँ हाम्रो चाहिँ माथिदेखि न टिनको छत छ न सिमेन्टको छत छ, खाली ओपन खुल्ला चाहिँ छत छ नि त। सो पानी पऱ्यो भन्दा सिधै पानीमै हो भिज्ने। सो आई होप कि होइन पानी चाहिँ नपरिदियोस्। अनि हल्का हल्का रात चाहिँ पर्न लागेको छ। सो अनि एकछिनपछि हामी फायर चाहिँ सुरु गर्नेवाला चाहिँ छौँ। 8 चाहिँ बजिसक्न लागेको छ होइन, 7 बजेर
52 मिनट चाहिँ गएको छ र अहिले चाहिँ तपाईँहरूले देख्नु भएको होला यता यता अनि यता तलपट्टि पनि हैन सबतिर चाहिँ लाइटहरू चाहिँ बाल्न चाहिँ सुरु गरिसक्नु भएको छ रात चाहिँ अँध्यारो हुँदै जाँदैछ सो म तपाईँहरूलाई 8-9 बजेतिर चाहिँ हामी त्यो फायर गर्नेवाला छौँ आगो लगाउनेवाला छु भनेर चाहिँ भन्दै थिएँ नि त सो हल्का दाउरा चाहिँ उता छ उतादेखि यहाँ ल्याएर सेटअप लगाएर अनि आगो बाल्न चाहिँ स्टार्ट गरौँ अनि त्यसपछि चाहिँ हल्का भोक पनि लागिराखेको छ खाँदै आगो ताप्दै अनि केही म्युजिकहरू पनि सुन्नेवाला छौँ मजा आउनेवाला छ है त सो हाम्रो चाहिँ आगो चाहिँ बलिसकेको छ हैन यति मेहनत लाग्यो हैन चप्पल चाहिँ यहाँ छतमा चाहिँ उ त्यहाँ कुर्चीको पछि चप्पल रहेछ त्यही काटेर चाहिँ अनि त्यसपछि बालेको चाहिँ बल्ल चाहिँ आगो बलेको छ अनि अहिले चाहिँ करिब 1 सेकेन्ड है 8:23 गइरहेको छ हामी चाहिँ 8 बजेदेखि स्टार्ट गर्न लाग्यो झन्डै आधा घन्टा चाहिँ नभनौँ बट 15 देखि 20 मिनट चाहिँ आगो बाल्न लाग्यो हाम्रो चाहिँ हैन एकदम मौसम पनि चिसो भइरहेको छ तर धेरै आगो ताप्यो भने चाहिँ पुरै हिट हुन्छ हैन गर्मीको मौसम छ नि त सो आगो चाहिँ एकदम बवाल बल्यो हैन आधा घन्टा चाहिँ नभनौँ अलिक कम चाहिँ लाग्यो बट टाइम चाहिँ निकै नै लाग्यो हैन बिजुली गड्किरहेको छ है उता चाहिँ पानी आउँछ होला सायद तर अघि जस्तो कालो बादल चाहिँ गरेको छैन आकाश चाहिँ पुरै निलो भइसकेको छ हैन साफ भइसकेको छ अघि चाहिँ कालो बादल लागिरहेको थियो पुरै पछि देख्नु भएको होला हैन सब चाहिँ घरहरू चाहिँ सबमा लाइटहरू बालिराख्नु भएको छ सो हामीलाई चाहिँ भोक पनि लागिरहेको छ हैन एन्ड हाम्रो चाहिँ आगो पनि बलिसक्यो सो स्न्याक खाँदै हैन बेहोरो हेरौँ हैन नाइट सर्भाइभको मजा नै यही हो हैन अहिले चाहिँ आकाश चाहिँ गर्जिरहेको छ पानी पर्छ होला साइड चाहिँ अनि म तपाईँहरूलाई एउटा कुरा देखाउँछु मेरो चाहिँ युट्युबमा चाहिँ भ्युज नै जाँदैन कि हैन तपाईँले देख्नु भएको होला 2 घन्टामा 1 भ्युज मात्रै आएको छ हैन पोस्ट गरेको 2 घन्टामा चाहिँ मैले आज चाहिँ नयाँ भिडियो चाहिँ अपलोड गरेको थिएँ एन्ड सर्ट चाहिँ मैले हिजो हालेको थिएँ बेलुकी एउटा भिडियो चाहिँ पोस्ट गरेको छु सर्टमा चाहिँ त्यसमा चाहिँ करिब 1400 भ्युज आएको छ बाँकी लङ भिडियोमा चाहिँ भ्युज चाहिँ आइरहेको छैन सो तपाईँहरूले पनि हैन भिडियो देख्नु भएको छ भने चाहिँ लास्टसम्म हेर्ने गर्नु होला हैन नयाँ च्यानल नयाँ छ नि त सो त्यसैले पनि होला भ्युज चाहिँ कम आइरहेको छ मेरो चाहिँ आगो चाहिँ हल्का चाहिँ बलिराखेको छ अनि यता चाहिँ हाम्रो चाहिँ चिप्स चाहिँ सकिसक्यो हैन बिस्कुट अनि चना चाहिँ बाँचेको छ पानी पनि बचेको छ सो त्यति खाएर चाहिँ आज सर्भाइभ चाहिँ गर्ने हो पुरै नाइटभरि अनि हाम्रो चाहिँ हैन लुक एट द भ्यू हैन एकदम हाम्रोदेखि यहाँदेखि चाहिँ बबाल भ्यू आउँछ चाहिँ म पनि भन्दिनँ हैन किनभने चाहिँ भ्यू अनुसार नै भन्नुपर्छ भ्यू चाहिँ त्यति राम्रो चाहिँ सबै घरमा चाहिँ लाइट चाहिँ बलिराखेको भए चाहिँ राम्रो देखिन्थ्यो होला यता चाहिँ तपाईँले देख्नु भएको हुन्छ हैन यो चाहिँ मन्दिर हो मन्दिरको लाइट चाहिँ एकदम बबाल बलिरहेको छ
बाँकी सब घरहरूमा चाहिँ लाइट चाहिँ भित्र चाहिँ बाल्छ, बाहिर चाहिँ अब त्यस्तो हुँदैन नि त, त्यही भएर चाहिँ भ्यू चाहिँ त्यति राम्रो चाहिँ देखिरहेको छैन। बट छतमा बसेर चाहिँ होइन नाइटमा चाहिँ सर्भाइभ गर्नुको मजा चाहिँ छुट्टै हुन्छ है। सो फिल हुन्छ होइन, नाइटको चिसो हावा, नाइटमा छतमा बस्नुको मजा त्यो चाहिँ अलगै हुन्छ होइन। सो अब चाहिँ हाम्रो चाहिँ करिब 8:30 पनि माथि भइसकेको छ। अनि आगोहरू मऱ्यो भने चाहिँ यो चाहिँ पानी हाल्दा चाहिँ अनि उठाउनुपर्छ पहिला चाहिँ। अब यत्तिकै सुत्यो भने चाहिँ अब छत हो, फेरि हावा लाग्छ होइन, कतै कतै अब सानो केही अब नराम्रो कुराहरू पनि हुनसक्छ नि त। आगोको लागि चाहिँ सिरियसली नै लिनुपर्छ होइन, त्यस्तो त्यत्तिकै छोड्नु चाहिँ मिल्दैन। सो यसलाई चाहिँ आगो चाहिँ होइन पुरै सकिसक्नु लाग्छ, अलिअलि बलिरहेको छ। यो चाहिँ मैले चाहिँ प्लाइबोर्ड हुँदैन त्यहीको चाहिँ आगो बालेको थिएँ क्या। त्यस्तो दाउरा भएको भए चाहिँ धेरै बेरसम्म बलिरहेको थियो होला, प्लाइबोर्ड भएर चाहिँ धेरै बेर चाहिँ बलेन। अनि त्यसपछि चाहिँ म सुत्नको लागि त केही पनि लिएको छैन, एउटा सिरानी अनि त्यही एउटा बिछाउने मात्र छ। त्यसमा म आज नाइट पुरै बिताउने चाहिँ होइन। पानी त यति कम भइसकेको छ होइन, पानी चाहिँ मैले एकदम धेरै खाइराखेको छु। यसलाई चाहिँ राम्रोसँग राख्नुपर्ने चाहिँ हो, नाइटमा चाहिँ मलाई यही नै काम आउनेवाला छ। सो मैले चाहिँ चना पनि खाइसकेँ, चिज पनि खाइसकेँ होइन, दुईवटा आइटम चाहिँ सकिसक्यो होइन। अब लास्ट बचेको भनेको एउटा बिस्कुटको प्याकेट मात्र छ। सो हाम्रो चाहिँ आगो पनि पुरै निभिसक्यो, अहिले चाहिँ खालि दुवा मात्रै उडिरहेको छ। यसलाई चाहिँ पानी हालेर चाहिँ म चाहिँ पहिला चाहिँ क्लिन गर्छु, अनि त्यसपछि चाहिँ सामानहरू टक्क लाएर, अनि सब सामानहरू बाहिर छ, पावर ब्याङ्क चार्जरहरू यताउति सबलाई ब्यागमा हाल्छु। अनि त्यसपछि चाहिँ एकछिन तपाईँहरूसित गफ गर्छु, अनि त्यसपछि चाहिँ म सुत्छु है त। हाम्रो यहाँ चाहिँ सिराइन छ, अनि त्यहाँ चाहिँ पानी अनि एउटा बिस्कुट बजेको छ भन्दा चाहिँ मैले त्यहाँ चाहिँ राखेको छु। ब्याग चाहिँ यो साइडमा छ। अब चाहिँ म यहीँ चाहिँ आज सुत्नेवाला चाहिँ छु होइन। सो तपाईँहरू पनि अब छतमा चाहिँ कहिलेकाहीँ सुत्नै भएको होला होइन, छतमा सुत्नुको मजा चाहिँ कति हुन्छ तपाईँहरूलाई पनि थाहा छँदैछ होला होइन। अनि अहिले चाहिँ अब म एकछिन चाहिँ सुत्छु होइन। अनि त्यसपछि म तपाईँहरूलाई 11-12 बजे के कस्तो हुन्छ तपाईँहरूले पुरै सुन्नुभएको होला होइन, सुनसान भइसकेको छ। तर अझै चाहिँ सुनसान चाहिँ हुँदैन, 9 बजिरहेको छ। हाम्रो चाहिँ यता चाहिँ करिब 10-11 बजेसम्म चाहिँ, त्यसपछि चाहिँ गाडीहरू त्यस्तै धेरै चल्दैन यतातिर चाहिँ। अनि त्यसपछि चाहिँ सबहरू मान्छेहरू खानासाना खाएर सुत्ने यताउति सब गर्छन्। अनि अब म पनि एकछिन रेस्ट गर्छु। अहिले तपाईँहरूलाई उठ्यो भने चाहिँ म देखाउँछु, उठेन भने चाहिँ भोलि बिहान नै भेटौँला होइन। सायद म एकछिनमा उठिहाल्छु, किनभने चाहिँ मलाई अब यस्तो केही नबिछाइकन सुतिरहेको छु। निन्द त एकदम त्यस्तो गहिरो निन्द चाहिँ लाग्दैन होला। सो एकछिनमा तपाईँहरूलाई उठ्यो भने चाहिँ देखाउँछु है त। अहिले चाहिँ भइसकेको छ होइन, रातिको 9:44 भइरहेको रहेछ। राति पनि धेरै भइसकेको रहेछ होइन। सो म चाहिँ तपाईँहरूलाई कुकुर पनि भोगिराखेको रहेछ होइन। अब चाहिँ मलाई हल्का निद्रा पनि लागिराखेको छ। सो म चाहिँ बिहानको चाहिँ अलार्म राख्छु, अनि त्यसपछि म आरामसित सुत्छु है त। हाम्रो चाहिँ करिब 5:30 बजेको चाहिँ अलार्म राख्छु है म। 6 बजे चाहिँ हाम्रो च्यालेन्ज सकिन्छ। 7 घन्टा 45 मिनट चाहिँ बाँकी छ च्यालेन्ज कम्प्लिट हुन चाहिँ। 7 घन्टा 45 मिनट, अझै आधा घन्टा भनेपछि 8 घन्टा 15 मिनट चाहिँ हाम्रो अझै चाहिँ सर्भाइभ च्यालेन्ज चाहिँ
कम्प्लिट हुन चाहिँ छ। हाम्रो 12 घन्टाको च्यालेन्जमा चाहिँ 4 घन्टा चाहिँ हामीले बिताइसकेछौँ। सो बाँकी रहेको घन्टा चाहिँ म चाहिँ सुतेरै बिताउनेवाला चाहिँ छु होइन। बिकज अब मसँग चाहिँ अर्को साथी भएको भए चाहिँ गफ गर्दै केही गेमहरू खेल्दै चाहिँ हामी रात बिताउनेवाला चाहिँ थियौँ होला सायद। बट अहिले चाहिँ म एक्लै छु। त्यही भएर अब एक्लै त कसरी गेम खेल्नु होइन। त्यही भएर चाहिँ म सोध्छु अनि तपाईँहरूसँग भोलि बिहान 5:30 बजे चाहिँ भेट्छु है त। गुड मर्निङ एभ्रिवान होइन। अहिले चाहिँ म करिब 8 बजेको छ बिहानको चाहिँ। म चाहिँ भर्खर सुतेर उठेको छु होइन। सो हिजोको च्यालेन्जमा चाहिँ हामी चाहिँ 6 बजे नै च्यालेन्ज चाहिँ कम्प्लिट गर्ने भनेको थियौँ। बट राति चाहिँ एउटा यस्तो मैले भनिरहेको थिएँ नि तपाईँहरूलाई पानी पर्छ होला भनेर, त्यही नै भयो कि होइन। यहाँ देख्नु भएको होला तपाईँहरूले छत चाहिँ पुरै सुकिसक्यो। यहाँ साइडभरि पुरै पानी जमिरहेको छ। अनि यहाँ छतमा हेर्नु न, बाहिर छतहरूमा पनि पुरै चिसै छ। नाइटमा चाहिँ होइन एक्कासी म चाहिँ तपाईँहरूलाई 9:30 बजेको थियो अनि म त्यसपछि सुत्छु भनेर चाहिँ तपाईँलाई सुतेको भिडियो चाहिँ देखाएको थिएँ। त्यसपछि अनि म सुति नै रहेको थिएँ। एकछिनपछि चाहिँ आकाश चाहिँ बिजुली चाहिँ एकदमसित चम्किरहेको थियो। अनि म चाहिँ पहिल्यैदेखि नै रहेको थिएँ नि त बिजुली चम्किँदा, अनि पानी चाहिँ पर्दैन होला भनेर चाहिँ अनि सुति नै रहेको थिएँ। बट पानी चाहिँ एक्कासी ठुलो पानी नै होइन, हावाहुरीसित एकदमसित आयो क्या। अनि मसँग ब्यागमा माइकहरू थियो, फोनहरू पनि थियो। अनि त्यही भएर चाहिँ म चाहिँ अब भिडियो पनि एकदमसित आयो कि म त सुतिरहेको थिएँ, एकदमसित पानी तर्कियो। त्यही भएर भिडियो चाहिँ बनाउनु पाएन भयो। अनि सामानहरू फटाफट उता चाहिँ राखेँ। अनि अहिले चाहिँ मैले राति नै सामानहरू चाहिँ रुममा लगिसकेँ। अनि बिहान चाहिँ तपाईँहरूलाई के भएको भनेर भन्छु भनेर च्यालेन्ज चाहिँ हाम्रो कम्प्लिट चाहिँ भएन होइन। म चाहिँ करिब 9:30 बजीतिर सुतेको थिएँ, एकछिन पानी आएको थियो। 10 बजीतिर चाहिँ रुममै गइसकेको थिएँ। यहाँ चाहिँ हाम्रो ऊ चाहिँ छुटेको छ अब। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, बिस्कुट, पानीको बोतल अनि यो अनि हाम्रो ट्राइपोड पनि यहीँ नै छुटेको छ। बाँकी यसलाई पनि म लगाएर जान्छु। च्यालेन्ज चाहिँ हाम्रो अब खराब भइ नै सक्यो होइन। सो तपाईँहरूलाई अब भिडियो चाहिँ अब त्यस्तो इन्ट्रेस्टिङ चाहिँ भएको थिएन होइन, केही भएन। अब नेक्स्ट भिडियोमा चाहिँ अझै राम्रो बवाल तरिकाले चाहिँ सर्भाइभ गर्ने चाहिँ खालको चाहिँ बनाउनेवाला चाहिँ छु। सो आजको लागि यति नै, भेटौँला होइन छिटै नै नेक्स्टमा। हिजोको च्यालेन्ज चाहिँ पानीले गर्दा पुरै बिग्रियो होइन। सो अर्को भिडियोमा भेटौँला छिटै नै है त।